बाई बाई काशीहरू ओए काशीको ठुली आमा आज पनि सधैँको जस्तै मेरो भ्लग स्टार्ट भइसकेको छ भने आज चाहिँ हाम्रो दिन कस्तो हुँदैछ र कता जाँदैछौँ हामी चाहिँ आज हाइकिङ जानेवाला छौँ। सो हामी हाइकिङ चाहिँ कता जाने हो भनेर अहिले हेर्नु होला है त। चाहिँ कटङ टङ 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 भएर बाहिर निस्किने भएको होइन, स्पिकरै भुलेर साथीहरू फर्किन्छ। हामी दुईजना चाहिँ हिँड्दैछौँ बाटोमा है। अब यहाँ गएर ऊ अगाडि सफारी रहेछ कि साथीहरू, अगाडि सफारीलाई रोक्नु पर्छ। हे अङ्कल हामीलाई पनि यसो सिट दिनु त भन्नुपर्छ होइन। तलतिर आउँदैछ साथीहरू दुईजना, यता पनि पस्नु ए पानी रहेछ। छिटो आऊ बस। कहाँ बस्ने, मेरो काखमा बस्ने कि उता बस्ने? ल ल ल ल यो मान्छे फेरि एकदम एक नम्बरको कमजोरी छिन होइन, एक नम्बरको के हो होइन के साह्रो म यता बस्छु म एघार बस्छु। हामी चाहिँ सफारीमा चढेको थियौँ होइन साथीहरू, र हामी चाहिँ सफारीमा चढेर पनि आइपुग्यौँ भान्चोकतिर। अब साथीहरू आउनु बाँकी छ। खोइ बुनुहरू खोइ हेलो एकजना हाम्रो चाहिँ यति मात्रै हो। यो दुईटा पानी एउटा चिसो, यहाँ 9वटा चाउचाउ छ, यिनीहरू चिसो छ है साथीहरू। यो दुईटा नानीहरू बेबीहरू सानो बेबीहरू पनि छ अरे, अनि हामी चाहिँ लान आँटेको ए 10-12 जे भएन भन्दा सानो होइन त। यो 12 वर्षकोले त खाइहाल्छ नि होइन। ए ओके हुन्छ। यहाँ चाहिँ हामी भान्चोकदेखि सर गयौँ होइन। हाम्रो साथीहरू छ, हाम्रो बहिनी होइन, बहिनी पनि हाम्रो बहिनीहरू। हेलो बहिनीहरू। अब यति भएपछि अब एकैछिनमा भेट्नुपर्छ है त। कपाल पनि उड्दै आउँदा भुनी जस्तो देखियो होइन साथीहरू। हामी चाहिँ ओस्तोदेखि जानुपर्ने हुन्छ। सो ओस्तो पनि निकै नै राम्रो बनिसकेको रहेछ। यतातिर देख्दैन अहिले चाहिँ, अनि यतातिर राम्रो देखिरहेछ। हाम्रो साथीहरू यता, हाम्रो ग्रुप चाहिँ यता है साथीहरू। सबैले एकचोटि हाई भन्दा त अहिले इनर्जी भएको बेला। हेलो हामी चाहिँ ओसी पार्सामा आइपुग्यो। अब यहाँदेखि चाहिँ हाम्रो 4 घन्टाको उकालो सुरु हुन्छ। मान्छे त थुप्रो छ त हौ साथी, हाम्रो टोली हो र। यहाँदेखि चाहिँ डाइरेक्ट उकालो हुनेछ, उकालो चढ्नु पर्ने हुन्छ। सो वी आर भेरी एक्साइटेड। यहाँ टिकट काट्नुपर्ने हुन्छ। आमा पैसाको काम चाहिँ कति धेरै हो साथीहरू, यहाँ टिकट काट्नुपर्ने हुने रहेछ। हामी चाहिँ आएँ होइन बाबाहरूसँग। यहाँ यस्तो हुँदै हामी यस्तो दृश्यहरू हेर्दै जाँदैछौँ साथीहरू होइन। यहाँ साथीहरू चाहिँ अगाडि हिँडिसकेको छ। यहाँ चाहिँ यस्तो खोइ चराचरीहरू यस्तो देखिरहेको छ यता होइन। आजको दिन चाहिँ एकदमै रमाइलो लाग्छ जस्तो लागिरहेछ होइन। अब मौसम पनि राम्रै देखिरहेछ। मैले चाहिँ फुल पनि टिपेर लगाइसकेँ। ओइ जुका पर्छ कि पर्दैन? ओइ जुका पर्नु के मार्ने, खैनी लिएको छौ कि छैन भन्छ। खैनीले मर्छ अरे त। तिम्रो होइन नजाऊ मलाई छोडेर, मायाका बाचा कसमै तोडेर। तिमी मेरो खोइ के गर। कहिले फुल टिप्यौ हेर त, मेरो सेम छ त, मेरो कामै फुल्छ। सिउरी दिउ कि पक्कै टिपी। हेलो एकदम जाँदिन। मान्छे मरिसक्यो। के सम्झ्यौ? आऊ छिटो। यता माथितिर उकालोतिर हेर्नुहोस् है साथीहरू, तपाईँहरू आउनु सक्नुहुन्छ। सेतो फुल त पनि फुल जस्तै सेतो देखिन्छस् त। मलाई लगाइदे, यहाँ लगाइदे कानमा।
यति चाहिँ लेक आइसक्यौँ कि साथीहरू होइन यहाँ जुको पाउँछ क्या यहाँ हेलो हो जुका पाउँदो रहेछ क्या यतातिर बर्खामा आउनु चाहिँ अलिकति गाह्रो नै हुने रहेछ साथीहरू होइन यहाँ जुका पनि पाउने रहेछ अनि कति लेउहरू बाटोभरि छ क्या अनि हिँड्नुलाई सानो बेबी भन्नाले सानो बच्चाहरू चाहिँ अलिकति जोगेर हिँड्नुपर्ने हुन्छ अब चाहिँ होइन तलसम्म त राम्रो बाटो थियो यहाँ चाहिँ यस्तो झारी जानुपर्ने हुन्छ यहाँ हामी 7 जन्मसम्म पनि उकालो चढ्न सक्छौँ भन्ने चाहिँ मलाई लागिरहेको छ सो तपाईँहरू पनि आउन सक्नुहुन्छ है यतातिर अब यो जङ्गलमा चाहिँ म एक्लै छु अगाडि जानु कि पछाडि जानु पर्खे है छिटो आइदिन्छ ए मेरो हातमा एक्सट्रिम छ कि म यो खाँदै जाँदाखेरि त सब सकाइहाल्छु होला नि थाहा हुन्छ कस्तो गाह्रो हुँदैछ भन्ने कुरा यहाँ बोकेर ल्याउनु पर्ने हुन्छ होइन यहाँ त कस्तो राम्रो रुख रहेछ हौ आम्मा ओ माई गड यस्तो ठुलो छ यहाँ रुख यहाँ भालु होला माथि एकजना गाई चाहिँ यहाँ बसिरहेछ भने 2 जना गाई चाहिँ यता आइरहेछ अरू तलै छ अरू गइसकेको छ भने हामीलाई चाहिँ यहाँ भोक लागिरहेको छ होइन मेरो हातमा एक्सट्रिमसम्म खान पनि सक्छु पिउन पनि सक्छु चपाउनु पनि सक्छु म नचपाइदिनु पनि सक्छु साथीहरू मलाई लाग्न थाल्यो होइन घरमा दुःख पाउनु नसकेर घरमा दुःख धेरै नभएर अब दुःख खोज्नु आएको जस्तो लागिरहेछ अब त गाह्रो छैन हो बादर भएको अरे बादर नि हावा खानु पसेको साथीहरू हावा त कस्तो गुलियो आउँदो रहेछ गोजीमा बोकेर लानुपर्छ भरे कसरी सबै गर्ने यहाँ गोजीमा हाल्ने कहाँ त्यहाँ चाहिँ गोजी हुन्छ रेबिका भन त यहाँ गोजी छ कि छैन बुझ्नुभयो बुझे यहाँ बसेको 10 मिनेट भइसक्यो अनि उ आको राधिका आको अनि तिमीहरु आको अब अलि आउनु लागि म गफ गरे घरैको झ्याला खोङ्गन र नाचा पंछी बनूं उड़ती फिरूं मस्त गगन में रमाइलो भएको छ तर के अरे काम पनि बन्द भएको छ हामी चाहिँ साथीहरू आइपुग्न लाग्यौँ अबको 15 मिनट टुप्लुक्कै हाम्रो डेस्टिनेसनमा पुग्नेवाला छौँ अनि चिसो हावा खानेछौँ त्यसमाथि पनि खानेकुराहरू खानेछौँ होइन त रेबी के खाने गएर क्या यो ढुङ्गा त कस्तो यस्तो हुँदो रहेछ अर्दो रहेछ नि थाकिनस् ल जा अझै कुद यहाँदेखि भिड देखिन्छ है तपाईँहरू देख्न सक्नुहुन्छ है कस्तो डरै लाग्ने भिड छ होइन मिठो हावा पाउँछु यहाँ मेरो कपाल भयो यहाँ हेर त एकदम पुग्ने बेलामा चाहिँ यस्तो राम्रो ठाउँ रहेछ साथीहरू तर अहिले यहाँ यस्तो कालो देखिरहेछ होइन हुस्सु परिरहेछ यहाँ चाहिँ धेरै मान्छेहरू आउनु हुँदो रहेछ होइन यो चाहिँ दामी देखिने रहेछ है मलाई मनपर्ने ठाउँ चाहिँ यही हो जुत्ता बनाउने रहेछ अब यही नै बस्ने ओइ यता त काठै उ पो रहेछ फलाम
चाहिँ को बसेर यसो गरेको कि अब यहाँ जाने बाटो पनि रहेछ चपाउनेले यहाँ कहाँ मान्छे बिजी नै बिजी भेजिनाको ग्लासै यो चाहिँ गाइस हामी यस्तो खान्छौँ होइन संस्कारी बहु बनाइसकेको यहाँ थोरै बाँकी छ यहाँ चाउचाउहरू छैन अरू चाहिँ दर्शक महानुभावहरू खाजा साजा चिसो पिसो सब पितो अनि चाहिँ यहाँ फोटो किन्न आएको यति धेरै मान्छेहरू चाहिँ यति धेरै मान्छेहरू रहेछ होइन हाम्रो चाहिँ अब फोटो खिच्ने ठाउँ अलिकति कम भएको कारण हामी चाहिँ यहाँ कोप्चामा आएर बस्नु परेको छ हाम्रो क्यामराम्यान आजको चाहिँ होइन यहाँ चाहिँ के हुँदैछ ओए हेलो गरे काशी बोक्दैछ यता चाहिँ के हुँदैछ बुनुहरूको ल कति साह्रो हाँसेको ओए काशीको ठुली आमा अब साथी हो ओह्रालो लाग्यो होइन हामी चाहिँ यसरी उफ्रिँदै खुट्टा दुख्ने रहेछ क्या यसरी हेर्दा चाहिँ खायो यहाँ पानी छैन साथी टोइलेट पनि छैन अब गु चाहिँ के सेउलाले पुस्ने हो अरे बिका के चिलाउँदैन यस्तो हग्नु आइरहेछ चिलाउनेको पातले पुस्नुपर्छ कि पानी पर्यो ओए छाता निकाले केटी हो यस्तो बाटो त केही पनि होइन के हाम्रो लागि त केही पनि होइन तर गु पो अलि आइरहेछ गो चाहिँ किन्ने बुझ्ने सिङ्काले यसो कोटाउने होइन चिलाउनेको बोटले चिलाउनेको पातले बोटले पुस्ने चिलाउनेको बोट त उचाल्नै सकिँदैन त मलाई पर्खियो म हग्छु ल भिडियो गर साथीहरू यहाँ 3 जना हग्न गएको छ 1 2 3 गो किन छैन एकजना के ल या गीत आउँदैनौ किन मलाई छोडी गयो पापी आउँदैन के मलाई कस्तो म भिडियो गर्दै नति गरी ल ल किन मलाई छोडी पानी गराउन हुन्छ बहिनी पापी ए पापी छ्याको त सिरियसै हुँदैन हो यिनीहरू त तुवालमा यहाँ तुवाल छ क्या ओए के तुवाल भन्छ के पो तुवाल भन्छ पानी पर्यो छाता छैन साथी हो के गर्नु यसरी नै अब हेलो साथी हो हामी चाहिँ बाटोमा फर्किँदै पानीले भेटेर बिजोक बनाएको छ जम्मा 9 जना छौँ तर 4 मात्रै छाता छ कि त्यही भएर बिजोक ओ यता हेर छाता पनि कस्तो खालको है म चाहिँ यहाँ चिप्लेर अगाडि आइपुग्छु होला बोल्नु न पानी पर्दैन के भएको साथीहरू हामी चाहिँ हाम्रो डेस्टिनेसन
डेस्टिनेसन पुगिसकेपछि फर्किन्छ होला फर्किँदाखेरि के पुसा भयो केही छैन ठिक छ होइन हामी हाइटमाको मान्छे के भने हाम्रो इच्छा चाहना हाम्रो डेस्टिनेसन पुरा भयो नि त सो आई एम ह्याप्पी त्यसमै साथीहरू आजको दिन त्यसै नै भयो अब यति नै होला सायद मेरो भिडियोहरू हेर्दै जानु होला है त अर्को भिडियोमा मुसा भइसकेछ पुरै अब दुलो खोज्न मात्रै बाँकी